हाई गाइज, सबैजना सन्चै हुनुहुन्छ होला। एकदम मलाई पनि सन्चै छु। आज चाहिँ हामी बार्बिकी गोल्डन विकको बार्बिकी पार्टीमा जाँदैछौँ। अब आइपुग्यो होइन, खोलाएर बाहिर निस्किनु पर्ने हुन्छ। निस्क्यौँ होइन, यहाँ फोटो खिच्नु मिल्दैन अरे के भने खाऊ दामी। यही देश ने ओ क्या खतरा आएको त यार। दामी हो यतिको ठाउँ चाहिँ है, यस्तो खतरा रहेछ। आम्मा क्या खतरा है क्या होइन, सिन त यस्तो बवाल छ यहाँ होइन। देख्न सक्नुहुन्छ गाइस, जहाँ हेरे पनि हरियाली हरियाली छ त। ओ यी ने यी देश ने ओ हासन 이 저거야 돼. पुरा टिपिसन ओ पल्लोपट्टि चाहिँ जाने हो क्या हजुर। हुन्छ है सुँगा रहेछ। कस्तो खतरा रहेछ यहाँ। यो चाहिँ पुल होइन, यत्रो रहेछ यहाँ पनि ठुलो क्या। ओइ खतरा के हो, आज त डेन्जर रमाइलो हुनेवाला छ दाइ है। ऊ यहाँ तलै पुरा सामान बोकेर हिँड्दा छ होइन। टक्क यसरी पकाएर खाने हो हामी होइन। गिटार पनि छ पछाडि, टक्क एकछिनमा टक्क चिल गर्ने हो। टाउकोमा बोकेर हिँड्दा के गर्नु, रमाइलो गर्नै पर्यो। अब ज्याकेट चाहिँ फुस्किरहेको छ, सामानहरू चाहिँ यसरी बोकेर हिँड्दा छ हामी होइन। टाउकोमा बोकेर पनि मलाई रेकर्ड गरेर हिँड्दा छ। हावा त कस्तो चलेको है, हावा चल्ने ठाउँमा जाने कि नचल्ने ठाउँमा हो। ओ के हो चुके सही होला। आज बवाल गर्नुपर्छ रमाइलो। खोज्नु नै ते 오케이 오케이. मुको इकिमास का इको सुरु हुने असोको। तपाईँ पनि लड्नुहुन्छ अनि कन्टेन्ट नबनाउनु नि दाइ। लडे जस्तो गरेर कन्टेन्ट बनाइदिनु न। त्यस्तो होइन हौ, मान्छेले त्यत्तिकै कहाँ लडे जस्तो हुन्छ नि। गाह्रो पो हुन्छ त तै त्यसरी त।
सक्नु खोइ त ओइ त्यसको मसला त उ भएन त यतिकै पो राखेको छ त्यो चिनी खानु हामी त कुकम्यान यही हो यो खोलाको पानीले पखाल्दा हुन्छ यो पानी छ त के पनि पखाल्नु किन पऱ्यो र है चक्कु उ त्यो चाहिँ पखाल्नुपर्छ होला नि यो खोलाको पानी सफा छैन र दाइ चपिङ बोर्ड चाहिँ पखाल्नुपर्छ पानी खोला अब चाहिँ हेर्न टक्क मासु सासु पोलेर खाएर अब चाहिँ गीत गाउँदैछ दाइहरू सो हेर्नु होला है त गाइज हामी सबै गीत गाएर बसिरहेको छ यता गिटार बजाइरहनु भएको छ यता जापानिज एकजना हुनुहुन्छ लाइनमा बसिरहेको छ माइक शुद्ध लिएर हामी चाहिँ घर जान लाग्यो यहाँ सामान सब प्याक गरिसक्यो बाँकी भएको सामानहरू यसमा छ अनि यो चाहिँ कोइल भन्नु होइन त्यही हो अब चाहिँ हामी यहाँबाट उठिसक्यो अब माथि गएर फोटोसोटो खिच्ने होला अनि त्यसपछि अब हामी घरतिर जाने भनेको छ त्यही हो गाइज रमाइलो भइरहेछ हेरेर सपोर्ट गरिदिनु होला है वाइसन क्या हुआ दो देशका 今日は最高だね最高だねお疲れ様ですお疲れ様ですバイバイ楽しかった楽しかったですね今日は今日はどうですかめっちゃ楽しかったですねおすごいな रमाइलो भयो रमाइलो भयो है दामी भयो नि त न हामी भइसक्यो अब गिटार पनि थियो उहाँले बजाउनु भएको थियो अब अलिकति होइन हामीलाई चाहिँ अलि आउँदैन त्यही पनि यहाँ बजायो होइन रमाइलो भयो होइन त एकदमै खतरा रमाइलो भयो नि त होइन यो खोलाको नाम चाहिँ के रे दाइ वाइसन कोनो खावानो नाम हो わかりません वकारिमास माकिता हो माकिता हो マキタ खावा देश खावा देश 川 This is それ 川 खावा 綺麗な川 तर यो जापानिज चाहिँ हामीसँग एकदम मिल्ने खालको छ क्या जे कुरा पनि होइन सही लाग्छ दामी लाग्छ ल यहाँ चाहिँ फेरि यस्तो अप्ठ्यारो छ फेरि अहिले पुग्नु भएको छ अब नयाँ पनि कोक चाहिँ त्यही राख्दै म पुग्छु हो मोदोरिमास ओए गाइजहरु के रहेछ ल इको पैसा इकिमासो सियोनी जेम्बु म जानुपर्ने हुन्छ उतै ल म पनि लडिन्छ कि हेर म लडिँदैन यहाँ पाली हो नि त होइन त्यही म बोक्छु हो म बोकिदिन्छु हिँड्नु अहिले खै थोरै उता के भइरहेछ बगी गोली त फाल्ने ठाउँ छैन है यहाँ त नि मम्मीजी यहाँ त स्पेस पनि फुल हुन्छ एकछिनमा त्यही पनि अब फुल भए पनि देखाएर हिँड्ने हो हजुर गाडीमा बस्नु लाग्छ हेलो अब हाम्रो बारी आजलाई सकियो हजुर फाइनली अब हाम्रो बारी सकियो अब हामी फर्किँदैछौँ गाइज मेरो मोबाइलमा चार्ज सकेर मैले चाहिँ यो भिडियो गराउन पाइनँ त्यही पनि गोप्रोबाट यो भिडियो गर्दैछु गाइज है ओके हेरेर साथ सपोर्ट माया गरिदिनु होला आज दामी भएको छ होइन गिटार सिटार बजाएर टक्क है अगाडि गयो हाम्रो गाडी गयो ओएसा